सो हेलो गाइज वेलकम ब्याक टु माई न्यू डे न्यू भ्लग। सो गाइज आज फेरि न्यू डे न्यू भ्लगको सुरुवात भइसकेको छ है। अहिले चाहिँ बेलुका 5 बजिसकेको छ। यहाँनिर 5 बजेको वेदर पनि दामी चिल घाम लागिरहेको छ है। चिल भन्दा पनि अब त गर्मी चढेछ यार साथीहरू है। अब त अलिअलि गर्मी हुन थालेछ कि अलिअलि भन्दा पनि गर्मी निकै हुन थालेछ है। बेलुका पनि झ्यालसाल पुरै खोलेर सुत्नुपर्छ। झ्याल खोलेर सुत्दाखेरि मचेट आउँछ हो। झुल त छ साथीहरू। अहिले गर्मी बढिरहेको छ है साथीहरू। आज दिउँसो काममा पनि लाग्दै गर्मी हुन थालेछ है। अनि सो च्यानलमा नभए भने सबैजनाले लाइक सेयर एन्ड सब्सक्राइब गर्न नबिर्सनु होला। मेरो च्यानल चाहिँ मरिसस बारे डेली रूपमा इन्फर्मेसन भ्लगहरू आउने गर्छ साथीहरू है। अब लगभग 4 महिना चाहिँ यहाँ गर्मी हुन्छ भनेर छ होइन। अब हेरौँ अस्तिको जुन हामी आएको बेला जस्तै हामी डिसेम्बर अन्तिममा आएको होइन। अनि त्यति बेला पनि गर्मीकै सिजनमा आइएको थियो होइन। गर्मी स्टार्ट हुँदै थियो अब त्यति बेला त्यति गर्मीको महसुस भएन है। अब यो वर्ष चाहिँ हेरौँ के कस्तो महसुस हुन्छ गाइजहरू 2026मा चाहिँ है। अब अहिले 4 महिना गर्मी भनेको छ होइन। अब अहिले आजबाट चाहिँ अलिअलि गर्मी लाग्यो मलाई पनि है। हुन त दाइहरूलाई चाहिँ अस्तिबाट गर्मी लाग्यो भन्दै थियो। तर मलाई चाहिँ अब होइन गर्मी अब म चाहिँ गर्मीमा पनि त्यस्तै हो होइन। अब जाडोमा पनि त्यस्तै हो क्या। मलाई त्यति साह्रो वास्ता लाग्दैन क्या है। धेरै गर्मी भयो भने मात्र वास्ता लाग्छ अनि धेरै जाडो भयो भने मात्र साथीहरू है। अनि देख्न सक्नुहुन्छ गाइजहरू अहिलेको वेदर भनेको यस्तो बवाल भइरहेछ होइन। घाम पनि टल्किरहेको छ। अनि हिजो हामी गएको भनेको त्यही डाँडा हो गाइजहरू है। त्यहीँनिर हो है। हिजोको भ्लग कसले हेर्नु भएको छ कि छैन गाइजहरू यसो हेर्नु भएको छैन गएर हेर्नु होला है। त्यहाँबाट देखिने नजारा यस्तो बवाल देखिन्छ साथीहरू है। यस्तो दामी देख्छ है। ल हेरौँ है त हाम्रो क्युपिपको नजारा मोरिससमा चाहिँ अहिले होइन यस्तो बवाल भइरहेछ है गाइजहरू है। अनि है सबैजनाले माएर सपोर्ट गरिदिनु होला साथीहरू। धेरैजनाले कमेन्टहरू गर्नुहुन्छ है। त्यसको लागि थ्याङ्क यू सो मच। तर धेरैजना सब्सक्राइब पनि गर्नु भएको छैन है। सब्सक्राइब गर्न नबिर्सिनु होला गाइजहरू है। तपाईँहरूले भिडियो त हेर्नुहुन्छ है। सो सब्सक्राइब गर्नुहुन्न क्या साथीहरू है। अनि यहाँनिर अपडेट हुँदैछ गाइजहरू। हाम्रो यहाँनिर नेटवर्क भनेको छ होइन। अब के को नेटवर्क हो थाहा छैन गाइजहरू। यहाँ पनि छ यो नेटवर्क हो कि के हो होइन। नेटवर्कै भन्छ है। यो एन्टिना सेन्टिना जस्तो छ। यो के हो थाहा हुनेलाई कमेन्ट सेक्सनमा भन्नु होला गाइजहरू है। यहाँ पनि नेटवर्क राख्ने भन्छ। खासमा त यस्तो घरतिर नेटवर्क राख्नु दिँदैन मान्छेहरूले त है। म धेरै विचार गर्छु है। दिँदैन क्या अनि होइन। तर हुनु त सुनेको थिएँ मैले नेपालमा हुँदा घरतिर त्यो नेटवर्कहरू राख्नु दिँदैन भन्थ्यो क्या है। अलिक घरहरूभन्दा अलिक टाढा राख्छ भन्थ्यो। तर खै अब होइन अब सहर बजारमा त टाढा हुँदैन। बिल्डिङ माथि राखेको हुन्छ होइन। सो पैसा पे गर्छ होला नि त यो राखेको पनि होइन। अनि त्यही भएर अनि हाम्रो एकजना दाइले कमेन्ट गर्नुभएको रहेछ है। नेपालको लाइसेन्सले पनि त्यहाँनिर गाडी चलाउनु मिल्छ भनेर कमेन्ट गर्नुभएको रहेछ है। अनि सो है यहाँनिर चाहिँ नेपालको लाइसेन्सले मजाले गाडी चलाउनु मिल्छ साथीहरू है। एकदम बवाल तरिकाले चलाउनु मिल्छ किनकि चलाइ पनि राखेको छ क्या यहाँनिर नेपालको लाइसेन्सले गाडी होइन। नचलाउने होइन धेरैजनाले चलाइरहेको छ क्या नेपालको लाइसेन्सले गाडी। कम्पनीको गाडी भयो होइन। अब सानो खालको गाडी ठुलो खालको गाडीदेखि लिएर सब चलाउनु पाउँछ है नेपालको लाइसेन्सले है। कति कम्पनीले चाहिँ अहिलेबाट कार्ड बनाइदिन्छ अरे भन्ने सुनेको थिएँ मैले। एक्ज्याक्टली देखेको चाहिँ देखेको छैन। तर जुन ड्राइभिङमा काम गर्ने नेपाली दाजुभाइहरू छ नि उहाँहरूले भनेकोले गर्दाखेरि चाहिँ मैले तपाईँहरूलाई भनिरहेको छु साथीहरू। तर नेपालको लाइसेन्सले आरामले यहाँ गाडी चलाउन पाउँछ है। नेपालको लाइसेन्स चाहिँ हुनुपर्छ तपाईँहरूसँग। यदि छ भने तपाईँहरू अरू काममा आउनु हुँदैछ भने पनि है नेपालको लाइसेन्स बोकेर आउनु होला। यहाँनिर काम लाग्छ है। धेरैजना चलाइ पनि रहेको छ ड्राइभिङ क्षेत्रमा होइन। ड्राइभिङ क्षेत्रमा त्यस्तै हो गाइजहरू होइन। अब कमाइ भनेको त के हुन्छ धेरै थोरै त हुन्छ कम्पनी अनुसारले हो साथीहरू है। राम्रो कम्पनी पऱ्यो भने कमाइ राम्रै हुन्छ। अब त्यही हो नराम्रो कम्पनी पऱ्यो भने त्यही हो गाइजहरू। मैले भन्दैन थिएँ क्या तपाईँहरूलाई अलिकति कम्पनीमा ओभर टाइम चल्नु पऱ्यो होइन। अब राम्रो कम्पनीहरू छ भने सेलेरी राम्रै दिइरहेको हुन्छ होइन। अब अलिकति विचार गरेर आउनु होला। अनि धेरैजनाले लगानीको कुरो गर्छ। लगानी त 4 लाख रुपियाँ छुइसक्यो यार साथीहरू यार। आमामा के साह्रो महँगो लिएको क्या मोरिसस आउनुको लागि साथीहरू यार। 4 लाख रुपियाँहरू लगानी आमामा होइन। म आएको कन्सल्टेन्सीलाई मैले सोधेको कति छ अहिले मोरिससको लगानी भनेको है। अहिले चाहिँ होइन कन्स्ट्रक्सन लाइनको मात्रै ल्याउँदो रहेछ होइन। हाम्रो जस्तै म आएको कन्सल्टेन्सीले म आएको म्यान पावरले के गर्नु लगानी त कहाँ माथि छुइसक्यो नि। तिमीहरू म त सस्तोमा गएको भन्छ। अब हुनु त म्यान पावरले भन्ने त त्यही नै हो साथीहरू होइन। अहिले चाहिँ कतिले ल्याउँदैछ मान्छे भनेको 4 लाख रुपियाँ अरे। अनि त्योभन्दा घटी हुँदैन भनेर सोचेको। माथिबाट नै 4 लाख रुपियाँ तोक्छ। हामीले कहाँबाट घटाउनु मिल्छ त। हामीले त मान्छे खोजिदिने मात्र उनीहरूलाई भन्ने कुरोहरू गरेको थियो। अब है उनीहरूको के हो सिस्टम के थाहा छैन। तर लगानी चाहिँ लास्टै महँगो लिन्छ साथीहरू है। अलिकति कम लगानीमा आउन खोज्नु होला म चाहिँ भन्छु। अनि अर्को कुरो एग्रिकल्चर भन्नुभएको रहेछ है। अब कम्पनी कुन चाहिँ कम्पनी हो होइन। अब कस्तो खालको कम्पनी हो मलाई त्यो चाहिँ थाहा भएन होइन। मैले त्यो कम्पनीमा काम गर्ने मान्छे पनि भेटेको छुइनँ। तर यहाँ कम्पनी भन्दा पनि एग्रिकल्चर भनेको चाहिँ नि एउटा यहाँनिर चाहिँ कस्तो हुन्छ भने नि हामी जस्तो नर्मल मान्छेहरूको खेतीहरू हुन्छ क्या होइन।
सब्जी खेतीहरू धेरै सब्जी खेतीहरू हुन्छ क्या है यस्तो एग्रिकल्चरमा होइन एग्रिकल्चरको काम गर्ने होइन फार्म हाउसहरू यस्तो धेरै हुन्छ क्या हामी जस्तो नर्मल मान्छेको होइन त्यस्तै सप्लाईमा मान्छे ल्याउँछ क्या उहाँबाट नेपालबाट सप्लाईमा मान्छे ल्याउँछ एउटा कम्पनीको नाम हालेको हुन्छ होइन अनि एउटा कम्पनीको नाम हालेको हुन्छ अनि यहाँ आइसके पछाडि मान्छे बाँडिदिन्छ क्या अब कुन चाहिँले कतिजना मान्छे माया छ कुन चाहिँले कतिजना मान्छे माया छ कुन क्षेत्रमा माया छ कस्तो काममा माया छ होइन अनि मान्छेलाई बाँडिदिने काम गर्छ क्या यहाँनिर ल्याएर सिकाइन्छ त्यस्तो हो क्या अब हुनु त यहाँनिर धेरैजना एग्रिकल्चरमा काम गर्छ तर धेरैजनाको मुखबाट सुन्छ एग्रिकल्चरमा दुःख छ भनेको विषयमा होइन थर्ड क्लास भन्छ है थर्ड क्लासै छ एग्रिकल्चरमा भनेको सुनिरहेको हुन्छ साथीहरू होइन अब किन हो कस्तो कारणले हो थर्ड क्लास भनेको होइन अब वेटहरू ज्यादा उठाउनु पर्ने काम धेरै गर्नुपर्ने होइन अब यस्तो घाममा चर्को घाममा होइन साथीहरू कसैलाई अब खाने टाइम पनि दिँदैन होइन कसैलाई अब टाइम पनि दिएको हुन्छ तर 20-25 मिनट खाने टाइम रेस्ट टाइम हुँदैन होइन त्यस्तै अनि सेलेरी पनि हुँदैन अब ओभर टाइम जोडिए पनि ओभर टाइमको पैसा दिँदैन हेप्छ पेल्ने ठग्ने कामहरू गर्छ नेपालीलाई भन्ने कुरो धेरैजना सुनिरहेको हुन्छु है मैले तपाईँहरूलाई बारम्बार भनिरहेको छु साथीहरू है त्यही भएर म तपाईँहरूलाई है त्यस्तो तरिकाले चाहिँ नआउनु होला क्या जस्तो कि मैले भने नि सबलाई जस्तो एउटा कम्पनीको नाम हालेको हुन्छ क्या होइन अनि कम्पनीको नाम हालिदिएको मात्र हुन्छ अनि यहाँ ल्याएर मान्छेलाई बाँडिदिन्छ क्या है त्यस्तो हुन्छ क्या अनि यहाँनिर धेरैजनाले त्यस्तै मात्र भनिरहेको हुन्छ साथीहरू एग्रिकल्चरमा चाहिँ अलिकति होइन विचार पुर्याउनु होला एग्रिकल्चर मात्र होइन अब विभिन्न अरू क्षेत्रमा पनि है यहाँनिर एकदमै धेरै गाह्रो हुन्छ एग्रिकल्चरदेखि लिएर अरू काममा एग्रिकल्चरमा त अब होइन अलिकति गाह्रै नै हुन्छ किनकि अब अहिले गर्मीको सिजन सुरु भइसक्यो होइन यहाँ पनि गर्मीको सिजन पनि लाग्छ साथीहरू होइन अब बाहिर घाममा काम गर्नु पर्यो घाम पानी नभनिकन होइन अब त्यही हो गाइजहरू अब काम ज्यादा लाउँछ कतिले पैसा दिँदैन पैसा कम दिन्छ खानाको पैसा दिँदैन खाना महँगो छ भन्ने गुनासोहरू धेरैको सुनिरहेको हुन्छ क्या साथीहरू अनि त्यही भएर म तपाईँहरूलाई म इन्फर्मेसन दिइरहेको हुन्छ क्या किनकि भोलिको दिनमा हामी त फस्यौँ हाम्रो नेपाली दाजुभाइहरू त फस्यो होइन काम गरिराख्नु परेको छ होइन अब त्यति नेपालको 25,000 30,000 35,000मा भए पनि काम गरिराख्नु परेको छ होइन त्यति बच्यो भने किनकि नेपालबाट 4 लाख 5 लाख रुपियाँ ऋण खोजेर आएको हुन्छ होइन त्यतिमा पनि अब बाध्यताले पनि काम गर्नु परिरहेको हुन्छ क्या साथीहरू होइन सो त्यही भएर होइन अब त्यसरी मान्छेहरूले त खुलाउनु त भन्नु त भनेको हुँदैन कतिजना प्रायःहरूलाई अब किनकि होइन म चाहिँ तपाईँहरूलाई इन्फर्मेसन भिडियोदेखि लिएर इन्फर्मेसन भ्लगहरू मैले जबदेखि मोरिसस आएको होइन मोरिसस आएदेखि मैले मोरिससको भ्लगहरू मैले मोरिससको भिडियोहरू हालेदेखि 1-2वटा भिडियोहरू हालेदेखि मात्र होइन तपाईँहरूले मलाई क्वेसन गर्न थालेको हो नि त साथीहरू नत्र म पनि अब होइन तपाईँहरूलाई क्वेसनको एन्सरको होइन अब हुन्छ नि अब क्वेसनको एन्सर नदिनु हुनु भने होइन धेरैजना फसिसक्थ्यो होला अहिले मेरो भिडियोले गर्दा धेरैजना सुरक्षित पनि भइसकेको छ मलाई थाहा छ होइन गाइजहरू होइन टिकटकमा पनि धेरैजनाले सोधिरहेको हुन्छ धेरैजनाले होइन सो धेरैजनाले हेर्नुहुन्छ क्या साथीहरू होइन खुसी लाग्छ टिकटकमा पनि होइन युट्युबमा पनि धेरैजना साथीहरूले माया गर्नुहुन्छ है सो यसरी नै माया गर्दै जानु होला होइन आफूले जानेको बुझेको इन्फर्मेसन दिने हो क्या आफ्नो तर्फबाट जे जस्तो तरिकाले हुन्छ है म सोसियल मिडिया अब होइन म एउटा सानो बिगिनर युट्युबर हो होइन साथीहरू तपाईँहरूलाई राम्रोसँग थाहा होला होइन अब मेरो भिडियोले यदि होइन भोलि दिनमा कसैलाई इन्फर्मेसन अब हेल्पफुल हुन्छ भने म किन नबनाउने म बनाउँछु नि होइन अनि सो त्यही भएर म तपाईँहरूलाई इन्फर्मेसन दिइरहेको हुन्छ क्या साथीहरू धेरैजनाले चाहिँ अब भुकिरहेको हुन्छ क्या मान्छेहरूले अब यस्तो उस्तो भनेर होइन त्यो अब म मतलब राख्दिनँ होइन म मेरो काममा फोकस गर्छु होइन मेरो चाहे सब्सक्राइबर बढोस् या नबढोस् भ्युज आओस् या नआओस् मैले भन्ने मेरो काम हो गाइज सब्सक्राइब गरिदिनु पऱ्यो होइन तपाईँहरूलाई भिडियो मनपर्छ भने सब्सक्राइब गरिदिनुहोस् किनकि म इन्फर्मेसन भिडियोहरू मेरो दिने काम हो म भोलिको दिनमा होइन इन्फर्मेसन यहाँ बसिन्जेलसम्म तपाईँहरूलाई इन्फर्मेसन भ्लगहरूदेखि लिएर विभिन्न खालको भ्लगहरू ल्याउने काम गरिरहेकै हुन्छ साथीहरू भोलि हेर्दै जानु होला म त्यतिकै छोड्ने अवस्था होइन मैले युट्युब जोड्ने भनेको मैले पहिल्यै नै सुरु गरेको बास मेरो अलिकति होइन आर्थिक स्थितिको कारणले गर्दाखेरि मैले ठप्प बनाएको थिएँ किनकि मेरो त्यति बेला फोन पनि राम्रो थिएन क्यामेरा राम्रो थिएन होइन हुन्छ नि अब भ्लगहरू बनाउनु के बनाउनु नेपालमा अब होइन अब कहीँ देखाउनु आफूसँग न साधन छ न के छ न कतै घुम्नु गइन्छ अब घुम्नु जाउँ भन्नु पनि पैसा चाहियो होइन साथीहरू अब मैले सोचिसकेको थिएँ निर्णय गरिसकेको थिएँ मैले होइन त्यति बेला नै मैले भ्लग चाहिँ म छोड्नु चाहिँ छोड्दिनँ तर अब आफूसँग अलिकति कमाउने बाटो भएपछि म स्टार्ट गर्छु भनेर सोचेको फाइनली पहिलो ट्राईमा मोरिसस आयो होइन अब मोरिसस आएर पनि मैले त्यो पुरानै फोनबाट पनि तपाईँहरूलाई लगभग 4-5 भ्लगहरू बनाएँ मेरो पुरानो फोन हो पुरानो भिडियोहरू हेर्नु होला योभन्दा क्यामेरा क्वालिटी कस्तो लो क्वालिटी छ होइन सो मैले अहिले फोन किनेर अहिले म सेटअप गर्दैछु साथीहरू तपाईँहरूको माया र सपोर्ट भयो भने म अझ राम्रो राम्रो कन्टेन्टहरू लिएर आउनेछु साथीहरू सपोर्ट गर्दै गर्नु होला होइन त्यही हो गाइजहरू होइन अब भन्दा लामो भिडियो हुन्छ कि म लामो नबनाऊ भन्छु होइन त्यही हो होइन एग्रिकल्चरमा भनेको अब होइन अब अलिकति गाह्रै हुन्छ होइन अब तपाईँहरूले अलिकति भारी सामानहरू उठाउनु लाउँछ अरे क्या कति धेरैजनाले त्यस्तो भनिरहेको हुन्छ होइन अब वेटहरू उठाउनु लाउनु पर्ने होइन वेटहरू सार्नु पर्ने होइन मालिकनीहरूले ल्याङल्याङ गर्ने गाली गर्ने टर्चर गर्ने होइन
अब पैसा पनि होइन अब भने जस्तो पैसा नदिने तपाईँहरूलाई होइन अब 17,000 दिन्छ 17,000मै खानुपर्ने क्या 17,000मै खानुपर्ने अब आफूले खाँदाखेरि भनेको ग्यास हो नि यहाँ यति महँगो छ तपाईँको 3,000 4,000 रुपियाँ लागिहाल्छ होइन धेरै खाने मान्छेलाई त है अनि त्यति लागेपछि आफ्नो पकेट खर्च राख्नु पऱ्यो होइन नेट खर्च राख्नु पऱ्यो गर्दाखेरि बाँच्ने भनेको 12,000 11,000 मोरिसन 12,000 11,000 मोरिसनको कति हुन्छ गाइजहरू आफै हिसाब गर्नु न होइन अनि त्यति पैसाले के गर्नु क्या गाइजहरू बाध्यताले मात्रै काम गरिरहेको छ क्या यहाँनिर मोरिससमा नेपालीहरू है त्यही भएर म तपाईँहरूलाई विचार पुऱ्याएर मात्र आउनु यदि आउँदै हुनुहुन्छ भने त्यो जुन पाए त्यही कम्पनीमा हाम फालेर नआउनु होला है त्यो यहाँ सप्लाई पर्छ क्या मैले भनिहालेँ नि तपाईँलाई होइन उहाँ नेपालमा एउटा कम्पनीको नाम हालेर पठाउँछ होइन अब जुनसुकै कम्पनीको नाम होस् एउटा कम्पनीको नाम हालेर पठाउँछ अनि यहाँ ल्याएर भनेको चाहिँ अनि यस्तै होइन हामी जस्तो नर्मल हामी गाउँघरमा हामी एउटा सानो सानो सब्जी खेतीहरू गर्छौँ नि गाउँघरमा खेतालो बोलाउँछ नि सेम त्यही नै हो क्या तरिका भनेको साथीहरू होइन यहाँनिर चाहिँ अब त्यस्तो अलिकति कम मात्रामा गर्छ क्या त्यस्तो काम मान्छेहरूले त्यही भएर बाहिरबाट मान्छेहरू मगाउँछ क्या बोलाउँछ साथीहरू होइन अनि त्यही हो मैले भनिहालेँ तपाईँहरूलाई होइन अलिकति राम्रोसँग बुझेर मात्र आउनु होला मोरिसस मात्र रहेन साथीहरू योभन्दा पहिला अलिकति राम्रो थियो होला बानी बेहोरा व्यवहारमा तर अहिले चाहिँ यो दलले होइन के कस्तो कस्तो माध्यम गरेर मान्छे ल्याएर डुबाएर फसाएर सत्यानाशै गरिसकेको छ तपाईँहरू नै बुझ्नु जरुरी छ क्या तपाईँहरू नै जाग्नु जरुरी छ तपाईँहरू नै होइन अलिकति ठाडो कान लगाएर बस्नु होला ठाडो शिर लगाएर बस्नु होला यदि मोरिसस आउँदै हुनुहुन्छ भने नठगिनु होला कसैबाट पनि कसैले पनि 1 रुपियाँ पैसा ज्यादा नतिर्नु होला यदि तिरेको खण्डमा पनि भोलि दिनमा आफू नेपाल गएर फर्काउन सक्ने अवस्थाले तिर्नु होला गाइजहरू है मैले भनिहालेको छु फर्मालिटी के कसरी पैसा दिने भन्ने विषयमा है आफूसँग ब्याङ्किङ कारोबार गर्ने होइन ब्याङ्किङ स्टेटमेन्ट राख्ने आफूसँग है अब तपाईँलाई राम्रोसँग थाहा होला पैसा पठाउँदाखेरि रिमार्कको अप्सन आउँछ रिमार्कमा चाहिँ तपाईँले खुलाइदिनु पऱ्यो कि वैदेशिक रोजगारको लागि भनेर है यदि ब्याङ्किङ कारोबार गर्नुभयो भने ह्यान्ड क्यास नदिनु होला गाइजहरू श्रम स्वीकृति गरेर आउनु होला है पुलिस रिपोर्ट गरेर मेडिकल गरेर सबै गरेर आउनु होला है बारम्बार भनिरहेको छु तपाईँलाई है त ल साथीहरू